कम्युनिकेसन के हो त, बोल्नु के हो, यो सोधिराख्नु भएको थियो। यसको लिट्रेचरमा जाने हो भने लिट्रेचरले आफ्नो किसिमले व्याख्या गर्छ होइन। म कहिलेकाहीँ कम्युनिकेसनको ट्रेनर्सहरूकै कुराकानी सुन्दाखेरि पनि मै कन्फ्युज पनि भइदिन्छु कहिलेकाहीँ, किन यसलाई यसरी धेरै कम्प्लिकेट गरिदिएको भन्ने सेन्समा, उहाँहरूलाई नआएर होइन कि किन यो कुरा बुझाउँदाखेरि नै कम्प्लिकेट गरिदिनु भएको भन्ने सेन्समा होइन। कम्युनिकेट वा कम्युनिकेट गर्नु भनेको मेरो मनमा भएको कुरा यदि मैले अगाडि बसेको मान्छे वा मान्छेहरू जसलाई हामीले अडियन्स भन्छौँ होइन, अडियन्सले इजिएस्ट पोसिबल वेमा बुझ्ने गरी बताइदिए भने त्यही नै कम्युनिकेसन हो। ओके, हामी 10तिर दौडिनु पर्ने केही पनि छैन। जस्तो सुजनले अघि इन्ट्रो गर्नु पनि होइन, ओके यो पडकास्ट ओपन भयो र मसँग यो प्रोफाइल भएको गेस्ट हुनुहुन्छ जसलाई आज मैले यो रिस्पेक्ट दिइरहेको छु भन्न खोजेको हो नि त, अनि भनिदिनु भयो, अडियन्सले बुझ्नुभयो, म खुसी भएँ। इफेक्टिभ कम्युनिकेसन भइसक्यो। भनेको के भने सबैजनाले म जस्तो बोल्नुपर्छ भन्ने भएन, सबैजनाले सुजन जस्तो बोल्नुपर्छ भन्ने भएन, सबैजनाले हाम्रो क्यामेरा पर्सन जो हुनुहुन्छ उहाँ जस्तो बोल्नुपर्छ भन्ने भएन नि। सबैजनाको आफ्नो आफ्नो स्टाइल हुन्छ। कुरा के हो भने हामीले भन्न खोजेको कुरा एन्ड युजरसम्म वा हाम्रो अडियन्ससम्म, जो हाम्रो अडियन्सको रूपमा बसिराख्नु भएको छ, वान ओर मोर देन वान, उहाँलाई बुझाउन सक्यौँ कि सकेनौँ हामीले बोलेर, भर्बल कम्युनिकेसनमा चाहिँ बोलेर, नन भर्बल कम्युनिकेसनमा इसाराले होइन, सक्यौँ पास, सकेन फेल। त्यही भएर कस्तो बोलेँ भन्दा मैले पास भने, किनभने मैले पनि बुझेँ र मोस्ट प्रोब्ली हाम्रो अडियन्सले पनि त्यो कुरालाई रिसिभ गर्नुभयो। यति कुरा हो, यति कुरालाई बुझिदिने हो, सही गाइडेन्स लिने हो, अलिकति मेहनत गरिदिने हो, प्र्याक्टिस गरिदिने हो भने यो पृथ्वीमा जन्मिने हरेक व्यक्ति इफेक्टिभ कम्युनिकेटर हुन सक्छ।